न नयाँ स्टाइलमा हो ए कपाल चाहिँ माथि लाने कपाल माथि नलगानी भयो अनि उयो पनि हेरौँ न है हेर्न त केही लाग्दैन नि यो चाहिँ बवाल दिएर छ तपाईँ सहेर सुन्छु दाइ मुस्ताङ अप्पर कता हो दाइ हामी मुस्ताङ अप्पर मुस्ताङ के भन्छ त्यसलाई दाइ कोठा पाएन अब पाइन्छ होला पारियो ओके दाइ बेनी बल्ल बल्ल बेनी बुझ्दाको कस्तो लाग्यो तपाईँलाई आज ठिक छ बवाल मोबाइल छ अहिलेसम्म चाहिँ हाम्रो सम्धि आफ्टर लङ टाइम मर्निङ फ्रम बेनी है हामी चाहिँ अब मुस्ताङको लागि हिँडेको हुन्छ हामी बसेको वाउ थ्याङ्क यू हेलो फ्रम रूपसे झर्ना फाइनली है यहाँ हामी रूपसे झर्ना आइपुग्यो झर्ना चाहिँ यता छ मैले बस्नु जानु भइसक्यो गाडी आउँदैछ अझै बाँकी छ जान चाहिँ होइन बाटो लामो रहेछ क्या भ्यू जस्तो छ यहाँको चाहिँ एकदम बाइक वाइल्ड दामी लाग्यो योवाला भयो अनि सेकेन्ड भनेको ड्रोनै लिदियो नि त सो स्याड दाम दिएर होला दाम के ल्याएको छ यसमा झन् ठ्याक्कै ब्याट्री पनि चाहिरहेको थियो क्यामेराको लागि गजब
घर भयो क्या हो मुक्तिनाथ पुग्यो नि त हामी त अब मुक्तिनाथ हामी निमा सम्धी अनि विश्वदाई यस हामी पुगे मुक्तिनाथ पहिला त यति लामो थिएन हेर न काम टाढासम्म अझै पनि अझै हिँड्नेलाई त छ भने बाबु नहिँड्नेले छ त पानी छ कहाँदेखि हजुरहरू मन्दिरबाट राम्रो छ मन्दिर इन्ट्रान्स त यही त होला नि हेलो टोक्दैन मलाई चिन्छ नि त फाइनल्ली मुक्तिनाथ है कति धेरै क्राउड छ यहाँ चाहिँ तर बिहानै आउनु पर्दैछ कति धेरै क्राउड छ दौडी पनि यहीँबाटै नाइस यसमा गर्दा पनि छ है थ्याङ्क यू ए हान्दिउँ सरी भित्र आउन सकिनँ क्राउड रहेछ उहाँ टाढादेखि आएको हामी कस्तो इजी भएछन् खानालाई गर्ने भयो दाइ गर्ने भयो रोडमा के गर्नु दाइ खिच्देऊ त यहाँ मेरो पन्जा छ क्या बिचमा बस्नु एकछिन बाइक जान्दिनँ एकछिन वान बस्नु होइन त्यो बस्नु यहाँ चाहिँ बस्नु भने क्या बिचमा सब 1 2 3 बस्नु ल पनि बसेर फाइनल्ली है मलाई दुम्बलिक आउनु थियो क्या नाइस राम्रो लाग्यो दुम्बलिक क्या कस्तो बवाल छ क्या यो गुड मर्निङ फ्रम मार्फा है यहाँको चाहिँ यस्तो छ भ्यू चाहिँ रातभरि तर्साइदिइहाल्यो मलाई यो बादल मार्फा यहाँको भ्यू कस्तो छ भने अहिले लास्ट झाड थियो हिजो चाहिँ आज त झाड पनि फिल भइरहेको छैन त्यति साह्रो त नै तर शीत झर्दो रहेछ यता पनि घरको शीत झरिरहेछ स्याउको बोट भयो अनि तल पनि स्याउकै बोट हो तर फुल फुलिरहेछ वाइल्ड बबालै छ भ्यू वाउ हाम्रो गाडी यही तार छ
यो हाम्रो गाडी हो अनि यस्तो छ बिजु दाइ ढो हलम त खै त समी खै स्यादी गुड मर्निङ हेत तेरिका आज पनि भएन दिँदै दिँदै यार के हो छोरी त्यो के हो गाडी हो बाबा खै बाबा बाबा घुम्नु गयो गयो हालिदेऊ न ह्यान्डचेक गरौँ न ह्यान्डचेक ओइ ह्यान्डचेक गरौँ न नाइस आउन यता आउन आँखाको परेला नै परेला किधर यता बाई हजुर हेलो Ama nagi berisi ada boy banget vlog banget. यस क्षेत्रमा हो कसको पालो हो ए मेरै पालो हो हस् 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 धन्यवाद हस् हस् थ्याङ्क यू सो मच A few moments later. दामी छ या हो झारी नि नयाँ स्टाइलमा ए कपाल चाहिँ माथि लाने कपाल माथि नलगाएको भयो अनि उयो पनि हेरौँ न है हेर्न त केही लाग्दैन यो चाहिँ बवाल दिएर छ तपाईँ सहेर सुन्छु दाइ अनि ड्रेससँग लाग्यो के टी सर्ट खोल्नुपर्छ दिदी पर्दैन घाँटी त हुँदो रहेछ नि मैले फर्स्ट टाइम लगाएर यस्तो खोलिदिउँ ठिक छ अहिले म आफू खोलिदिन्छु
जुसको चाहिँ पैसा दियो जुस चाहिँ खाएको छैन रहेछ है फेरि मलाई मेरो भिडियो बनाइदिनु भयो क्या नाइ मेरो हो नाक मात्रै देखेको जस्तो लाग्यो ए हो दाइ स्वागत छ त ओ मेरो भाइ किलर हो खै, फेरि कहाँबाट मेरो छिराउने? नाक देखियो कि त्यो बन्द यसरी। गर्नु न कहाँबाट छिराउने कहाँबाट छिराउने यताबाट नाक देख्यो रे तपाईँको नाक चाहिँ देख्नै नहुने र यता गर्नु त अहिले पछि हेरे नि हुन्छ होइन ए हो जोडले बान्नुहुन्छ हो छोड्नु या उता तान्नु है हल्का सरी तपाईँको यहाँ अबिले च्याङमा र नाइस म अबे म त यति मात्र निकालिदिन्छु फोटो पनि कस्तो देखिएको छ आयामा या ओइ दौडी भएन जेरीको यहीँ बनाउनु दाइ तपाईँको भिडियो भयो अब सकियो बेस बिस्दा म गएँ ल उता जाने सम्झिँदा भयो नि उतै सक्यो सक्यो यताबाट निस्किने हामी सेजिङ खाल्याङ म गएर आउँछु दाइ ब्याग लिएर आउँछु ओके 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 A few moments later. लास्ट मेरो अनि एक बाक्सा उ पनि छ होला के छ मार्फा बाक्समा छ हस् थ्याङ्क यू सो मच माई ब्याग ओइ 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 हस् कस्तो कस्तो लाइट वेट छ यसको दाइ साउन्ड त पोखरामा तपाईँको नाम चल्छ भनेपछि तिमीले कोरियाबाट आएको के काम भन्छ नि तिनीहरू 9 वर्ष बसेर आइन्छ अनि हामी एउटै खालामा हाल मान्छे हो यस्तो खाली छ खाली छ ए राख्दा हुन्छ है हेर हो यो यो एउटा बोक्दा केटी कति नबोका मुला मेरो घरमा छोरी छ ओए या गुड मर्निङ फ्रम पोखरा र हेलो गुड मर्निङ पोखरा लेग साइड थुङ्जी ढोङ्गजी कतै ए त्यहाँको चाबी चाहिँ ल्याऊ है लेग साइड गुड मर्निङ फ्रम लेग साइड यस्तो छ क्या खासै मात राम्रो त हेलो 7 जना चाहिँ यसमा ओइ क्या हल्लिँदो रहेछ बे अर्को नम्बर पोखरा हजुर माथि छैन नि कति टाढा पर्छ यो मन्दिर
कति किलोमिटर हो? त्यही हो 2 घन्टा लाग्ला जाने आउने। टाढा लाग्यो टाइमले। हामी सर्ट मात्रै घुम्ने हो। त्यस्तो त गर्मी रहेछ यहाँ पोखरा। जाँड खाँदै गरेँ अनि त्यहाँ जाँड खाने हल्लिने भएर हल्लञ्चोक रह्यो क्या। त्यस्तो हो। हलञ्चोकको नामै त्यसै रह्यो। पोडे हो कि लगभग त्यस्तै होइन त परिवार हजुर पानी पानी छ त्यो पानी खै कहाँ छ? छैन नि पानी त उसले सञ्जीव दाइले दिएको। भनेपछि हल्लञ्चोक त्यसरी कुन होटलमा बस्नुभयो त? हामी माउन्टेन भिल्ला कि थियो अरे? माउन्टेन भिल्ला हल्लञ्चोकको चाहिँ ठ्याक्कै अलि माथि गर्मी रहेछ अङ्कल पोखरा। गर्मी छ नि भाइ। काठमाडौँभन्दा गर्मी रहेछ। अब पानी पर्दैन। पहिला चाहिँ नेपालको सबभन्दा बढी पानी पर्ने ठाउँ भन्थ्यो। अहिले पर्दैन? पानी पर्नै छोड्यो भाइ। लौ अनि गाह्रो पो छ त। किन? प्रदूषण बढी भयो। कुन त्यही हो, अरू केही पनि होइन है। तर काठमाडौँ अलिकति सफा हो। सफा चाहिँ। A few moments later. हाम्रो अर्को होटल हो यो। ब्याग मलाई कसम यार केही छुट्टी जस्तो लाग्छ सामान अझै पनि। यहाँ हो? ऊ यहाँ हो क्या? ऊ त्यहाँ रहेछ ब्याग। यहाँ 2 ठाउँ छ। अनि किन दाइ यस्तोमा ब्याग? यो त सरोजको गाँठा सुरु ठाउँ हो रे। ए हो यहाँ राख्छु म मेरो साथी। यहाँ मुनि। मेरो साथीको नाम म चाहन्छु त त्यही राख्छु। ब्याग हेर्नु न ब्याग। वाह म खाता लाउन आएको नि उहाँदेखि दौडेर। दाइ लगाइहालौँ त। हस् धन्यवाद। हस् पोखरा आउँदा चाहिँ सम्झिराख्नु ल। हस् दाइ हस् हस्। होटललाई के चाहिँ गर्दैन। यसलाई त दोसल्ला उडाइदिएँ मैले पसलमा